हेलो गाइज, वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ हामी पहाडको टुप्पा टुप्पामा छौँ। हाम्रो आज लक्ष्य लालीगुराँस टिप्ने, बनकाफल टिप्ने रहेको छ। कति टिपिन्छ, कस्तो टिपिन्छ है, तपाईँहरूले देख्नु भएको छैन। लालीगुराँस तपाईँहरूले अब चित्रमा मात्र देख्नु भएको छ कतिले होइन, बनकाफल खानु भएको छैन। देखाउनु खोज्छ। म भाइ यहाँ लालीगुराँसको बुटमा चढ्यो, अब म देखाउँछ है त पाली टिप्छ। मुठी मुठी एकजना थाकेर बसेँ। भाइ कहाँ हो, टुप्पा दुइसक्यो, अगाडि गरेँ देखाउने त खोइ। भाइले खोइ देखाएको थियो त्यहाँनिर लालीगुराँसै गाई। लालीगुराँस टिपिँदैछ। अब हेरौँ है, लालीगुराँस दामी हुँदो रहेछ। ल लालीगुराँस आयो फाल्यो ट्याक्क। लालीगुराँस है गाई चाहिँ अर्को नि आयो। ल यो कुन लालीगुराँस है, लालीगुराँस किन भएको भन्दाखेरि यो लाली लिपस्टिक जस्तो रातो हुने भएर चाहिँ लाली, अनि फुल चुकुमुक्क भएर चाहिँ गुराँस भयो क्या। त्यो राम्रो हुन्छ है गाई। ल टिप्न आउनु होला। देवार गाउँपालिका वडा नम्बर 2 हाम्रो मिनेती भाइले टिप्छ है। फेरि एकदम मिनेती छ, पढ्न पनि काम गर्न पनि विकास है। ल कस्तो लाग्यो मलाई है। देखाउन एउटा मात्रै खोइ त्यो बवाल छ। म त धेरै नटिप्नु केटा धेरै किन टिप्ने हो त अरू पनि। भाइले अर्को बुटको लालीगुराँस चाहिँ अलिक गुलाफी कलरको छ। यो चाहिँ प्योर रातो हो, यो चाहिँ प्योर रातो हो। अब चाहिँ गुलाफी कलरको लालीगुराँस टिप्दैछ भाइले। पुरा देखाउँछु होइन लालीगुराँस। अब यो पछि यहाँ तल काफलको बुट छ, यो ठुलो काफलको बुट हो। काफलको बुट पनि काफल खाने अहिले गएर होइन। अहिले चाहिँ लालीगुराँस टिप्ने काम भइरहेको च्याट्टाको है। नराम्रो त छोडिदिनु हुन्छ कान्छा, हो त्यही छ। त्यो र अनि यो एउटा टिपी हुन्छ कान्छा। माथि छैन, धेरै टिप्नै परेन नि, सबै किन टिप्नु अर्कामै काम लाग्छ। ल अब यो पिङ्क कलरको छ, त्यो पनि टिप्यो। कान्छा लिएर आउँछ है, कान्छा झर्दैछ। देखाइदेऊ त, यो चाहिँ अलिक पिङ्क कलरको छ। यो लालीगुराँस चाहिँ अहिले चाहिँ अलिक रातो थियो, यो अलिक पिङ्क कलरको छ है त। यो लालीगुराँस। अब लालीगुराँस पछि अब हामी काफलतिर जान्छौँ है। अनि काफलमा कस्तो हुन्छ काफल पनि देखाउँछौँ हामी तपाईँहरूलाई। सानो छोटो मिठो ब्लग है यो चाहिँ। फेरि लामो आउँदैन हाम्रो है। यो राम्रो फुल पनि भेट्यो। के हो त कस्तो अनुभव भइरहेको, रमाइलो दामी भइरहेको है। यहाँ दामी रहेछ नि फुल हेर्नु। हेरीको फुल पनि यहाँ दामी रहेछ। यतै वनपाखामा दामी फुलहरू पाइन्छ है। फुलहरू छ, यहाँ सालको घाँसहरू। हामी तल गएँ, भाइहरू तल पुगिसक्यो। म पनि तल हिँड्दैछु। अब हामी पुरै आज चाहिँ काम भ्याएर चाहिँ फुल टिप्ने काम, लालीगुराँस काफल टिप्ने काम, खोज्ने काम भइरहेछ होइन। रमाइलो छ, झाडी हिँड्ने छ। कपडा त धस्दै भइसक्यो है। ठिकै छ, हामीलाई कपडाको माया छैन यहाँ। भाइ त रुखमा पनि चढिसक्यो त्यहाँ। अब भाइ चढेको देखाउँछु म होइन। अगाडि एउटा भाइ प्लास्टिक लिएर चढिसक्यो। म भाइलाई देखाउँछु है त। भाइ चाहिँ रुखमा चढिसकेको छ, भाइ पनि त्यहाँ छ। आम्मामा हावा चलेको। भाइले काफल टिप्दैछ है, देख्नु भएको छैन। भाइ त्यहाँ सानो अलिक कालो हातहरू रुखको पातले गर्दा भाइ यहाँ छ। काफल टिप्ने काम भइरहेछ। अनि काफल टिप्छ, कति काफल हुन्छ काफल पनि देखाउँछु म तपाईँहरूलाई। काफल त टन्नै रहेछ, रातो भएर बसेकै बुट्टैभरि। अब यहाँ भुइँमा आएपछि देखिन्छ काफल मजाले। अहिले रुखमा टिप्ने काम भइरहेछ। अहिले अगाडि हेरौँ है काफल कति टिपिन्छ, कस्तो हुन्छ हेरौँ है। र आजसम्म तपाईँहरूले मेरो युट्युब च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्नु भएको छैन भने पनि
लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मेरो चस्मा खतरा छ होइन गाइज, खतरा चस्मा लाएर म बसिरहेको छु। म चाहिँ काफल गरेर बस्छु, भाइहरूले टिभी रहेछन्। केटाहरू चप्पल लाएर गुदुती चढाएको छ नि रुखमा, डरै लाग्दो। अब अगाडि काफल टिपेर भ्याइस देखाउँछ है त म। बिगाएर चाहिँ त्यहाँ भाइहरू रुखमा बसेर टिपिरहेको होइन, बिगाएर चाहिँ भुइँमा भने नि खाने हो त्यहाँ टिपिन्जेल ल ल खस्यो ल भुइँ पऱ्यो ल ल टिप्दै खानु झरे ल भुइँ पऱ्यो टिप्छ नि बिगारले त्यत्रो दरमा आयो कसरी बाँध्ने हो, टिप्दै खाइरह नि। अब मन जान्छ यता टिप्दै खानलाई त कस्तो गरेर मन अनुभव गरौँ होइन। मजाले अलिक रसले हेरिराखेको थिएँ भातहरू ल्याएको थियौँ। अब म यहाँ खाना गएँ त ल कापलले पाइयो हाँगा भाँचेर बिगारले पनि खाइरहन्। मैले चाहिँ हातमाथि लिएर बसेपछि अब अरू भाइहरू ल्याउँदैछन् तलबाट माथिबाट होइन, तलबाट माथिबाट होइन। यसलाई कसरी खाने म सिकाउँछु तपाईँ यस्तो गर्ने होइन, यसलाई यसरी देखाउने अनि अनि फेरि झ्याउ हुन्छ कि कुन खाना झ्याउ हुँदैन, यसलाई यसो गर्ने खै खै खान्न त यस्तो यस्तो अलिअलि रातोहरू गरम चपाइदियो सबै यसको गराइ दुख्छको निल्दिने त्यत्तिकै चपाउने होइन क्या, निल्दिने हो क्या चपाउने होइन। चपाउने ल मलाई अब अर्को लट फेरि आयो गाई चाहिँ, अर्को लट फेरि आयो। यसलाई फेरि मैले के गर्छु यसो गर्छु होइन। आवाज कस्तो ए मैले त अमिलो चाहिँ अलिअलि मिठो अमिलो र ठिकै छ। भाइहरू झऱ्यो भाइहरू लिएर आएको नि कतिसम्म देखाउँछ माथि तपाईँले पनि खायो। भाइहरू ल्याएको पनि देखाउँछु म। भाइहरूलाई काफल ल्याइसक्यो उता तल त उता तपाईँहरू देखाउनु पहिला भने यहाँबाट चाहिँ काफल चाहिँ गाई काफले काफल आउनु तर हामी दिन्नौँ खाने भयो नि तर हामी दिन्नौँ है, दिन्नौँ हामी दिन्नौँ। यता ठुलो माछा टिफा कहाँ दिन्छ हामी, यतै आयो भने चाहिँ त्यति हामी दिन्छौँ तर हामीले देखाउने मात्र हो, खाना चाहिँ दिन्नौँ हामी। पिँडाले फुलेर आउनु अब चाहिँ हामी लिएर आउँछन् तल तल जाँदैछौँ। ल ल है चिप्लिन्छ त्यो उसमा तलबाट बस्छौँ अनि कागज देखाउँछौँ काफलहरू। मेरो भाइ अनि बिहा पछाडि आइरहेछन्। म चाहिँ काफल हारिँदा हो लाली गुराँस खै हामी छौँ न त। अनि यस्तै सुन्छौँ हामीले एउटा फोटो के हुन्न अरे फोटोमा बोलेको सुनिन्न। हामी लाली गुराँसले हिँडिरहेको छौँ होइन, दामी आयो नि भ्यू होइन। डाँडाकाँडा भाइहरूलाई काफल लिएर अगाडि गइरहन्। अब हामी यहाँ चौतारा बसेर काफल पार्टी छ हाम्रो है। अब काफल खाइन्छ काफल पार्टी हामीले अनि हामी तल गइन्छ है। अब काफल देखाउँछु म तपाईँहरूलाई काफल एकचोटि त म यस्तो देखाइदिन्छु यस्तो है हातमा देखाउनु हातमा राखेर खिच्नु न अझ एडिट गरेन है। म त्यति हाल्दै झ्याउला भ्याइएन अनि ल अब हामी काफल खानु सुरु गरेँ है। काफललाई गाई कसरी देखाउने यसरी
खस्यो खाने भन्नु न खाने हो हामी दिन्नु अब कापाल हान्यो मतलब लाइभ गुराँस पनि छ सँगै एउटा दुईटा बत्ती बाल्यो देखाउनु पर्छ क्या तिनटा लाली गुराँस चारवटा सन्देश हामी त नगर्नु है गनेर साथ गनेर साध्यै छैन कि गनेरको साध्यै छैन है यति लाली गुराँस छ साध्यै छैन यो ठाउँको नाम नि भनिदिनु न त्यो ठाउँको नाम वडा नम्बर 2 देवघाट गाउँपालिका तनहुँ जिल्ला गण्डकी प्रदेश नेपाल नरम नगम उल्टोदेखि भनेको नाचेको कति 33 भ्युज आएको रहेछ क्या है हामी त कपाल हाइरा खाम अरू बोट सेक्सन यस्तो ठुल्ठुलो छ कति त्यहाँ भन्छ एउटा ठुलो बोट मनतिर चाहिँ भन्दा नि ठुल्ठुलो हो उता खोलातिर त खतरा हो फेरि टिकटक चलाउँछ टिकटक चलाउँछ मलाई फलो गर नि त नि के छ र हजुर फलो गर नेटै चल्दैन कि आइफोन कुन हो यो हेड प्लस ब्रह्म दाइयो चराप चुरुप भयो मोबाइल नेटै चल्दैन कि यता त्यही भएर अब हामी कपाल खाइरहौँ यो खोइ ट्राई गरेर चाहिँ हामीले सर्ट गऱ्यौँ खाने हो ए ए तर दिन्न या गरिदिन्न हामी यहाँ तल सुन्तला नि खान्न नि अहिले देखाउँदैन त्यो त त्यो त हामी देखाउँदैन बोट मात्र बोट छ फले खाएको अस्ति देखाइसक्यो अस्ति देखाइसक्यो हेर्नुभएको भएन त्यो अरू भिडियो गरेर हेर्नु ल आज चाहिँ हामी म कस्तो ठाउँ बसेर काबल खाएको भनेर तपाईँलाई देखाउँछ हेर्ने होइन कस्तो ठाउँ बसेर खाएको भनेर त्यो चाहिँ हामी बसेर ठाउँ भयो हामी चारजना हामी यहाँ चाहिँ त्यो खाँदा कस्तो लगाइरहेको एकदम मिठो छ मिठो मिठो तपाईँलाई कस्तो लगाइरहेको दामी है काफल पनि लाएर दुईटा काम भयो एकचोटि काम पनि भयो लाली गुराँस पनि भयो तिनवटा भयो काफल पनि भयो लाली गुराँस पनि भयो एकै ठाउँमा के एकै ठाउँमा यो ठाउँमा चौतारा नि भयो नि बस्यो नि छ नि हामी चौतारामा बसेर हारमा इन्जिया जङ्गलमा चौतारा बसेर नि खाइयो व्यवस्था माथि झन् बढी भाइलाई चाहिँ व्यवस्थापनमा एकदम 21 तोपको सलामी दिनुपर्छ मसित 21वटा तोप त छैन त्यो पनि म सलामी चाहिँ दिन चाहन्छु डाँडा पाखा पखेर एउटा गीत सुन्नु भएको तपाईँले डाँडा पाखा पखेराले यस्तो दामी ठाउँमा छौँ होइन यो तल सबै सुन्तला घारी हो सबै सुन्तला घारी हो सबै मेरो सबै मेरो हो भन्न नि नपाउने मेरो ठिकै छ गाउँपालिका ल हामीले चाहिँ अब काफल खाएर नि भ्याइयो के अरे तपाईँले हेरेर भ्याउनु भयो हामीले खाएर भ्याइयो यो त रमाइलो कुरा छ अब अहिलेसम्म जे जति हेरेर साथ सपोर्ट सहयोग गरिदिनु भयो लास्टसम्म आधा 1 सेकेन्ड हेरेर जानलाई पनि धन्यवाद होइन अहिलेसम्म हेरेर सब्सक्राइब लाइक गर्नेलाई पनि धन्यवाद र हामीलाई काफल टिपेर खुवाउने दुईजना भाइहरूलाई पनि धेरै धेरै धन्यवाद है लाली गुराँस पनि त्यसले गर्लफ्रेन्डलाई त्यही भन्नु तर आफ्नो गर्लफ्रेन्ड छैन है गर्लफ्रेन्ड नभए चाहिँ लाली गुराँस अब कसलाई दिने होला गर्लफ्रेन्ड लाली गुराँस लिनु मन लाग्छ गर्लफ्रेन्ड बन्नु होला नै भन्दिनँ म है अनि यस्तै हो जिन्दगी रमाइलो छ ल भाइ के भन्न चाहन्छु मेरो च्यानललाई दाइको च्यानललाई सबैले सब्सक्राइब गरिदिनु लाइक गरिदिनुहोस् माया गरिदिनुहोस् होइन अझै उत्तर उत्तर सन्तानले डाँडाकाँडा होइन डाँडाकाँडा देखेको यो चाहिँ डाँडाकाँडा छैन यो सबै डाँडाकाँडा ढाकुन् भन्नु हुन्छ है भाइहरूले चाहिँ बुझ्नु होला विकास के भन्नु छ केही भन्दैन म त अगाएर भाइको के छ दाइको च्यानलमा चाहिँ सबले लाइक सब्सक्राइब गरिदिनु होला है एकदम राम्रो राम्रो भिडियो आउँछ दाइको उबाट ल यस्तो रमाइलो फन्नी भिडियोहरू आउँछ हाम्रो चाहिँ त्यो त्यो घुम्न गएको भन्दा रमाइलो छोटो मिठो रमाइलो आउँछ ल आजलाई त्यो भन्दै बाई ल स्टे ट्युन गाइज नेक्स्ट टाइम फेरि भेटौँ ल